नेपाल सरकारले हैन हालैमा चाहिँ धेरै ट्राफिक नियम सम्बन्धी चाहिँ हुन्छ नि ट्राफिक फाइन चाहिँ एकदम धेरै बढाएको चाहिँ अब त्यो चाहिँ छलफल चल्दैछ हैन र त्यो छलफलमा चाहिँ अब धेरै जसो चाहिँ 5,000 देखि लिएर 1 लाखसम्मको करको दायरा चाहिँ तोकेको छ। त्यो चाहिँ तोक्नु चाहिँ अब एक तरिकाले चाहिँ राम्रो होइन, अर्को तरिकाले चाहिँ एकदम नराम्रो हो। किन भन्दाखेरि अब हजुरले कर चाहिँ भनौँ न फाइन चाहिँ तिराउनुहुन्छ हैन अब सवारी चालकहरूसँग, तर फाइन तिराउँदै गर्दा हैन देशको अवस्था हैन, देशको हाम्रो रोडको अवस्था हैन, रोडको चाहिँ स्थिति कस्तो छ यो चाहिँ हेर्न सक्नुहुन्छ। रोडको स्थिति यति नराम्रो हैन, धेरै ठाउँमा हैन, झन् अधिकांश त गाउँतिर हैन, हिमालतिर त पहाडतिर झन् बिग्रेको छ। त्यो चाहिँ रोडलाई राम्रोसँग चाहिँ बनाउन नसक्ने हैन, व्यवस्थित गर्न नसक्ने र सिधै चाहिँ कर लगाएर मात्रै हुँदैन भन्ने कुरा मेरो छ। कर चाहिँ लगाउनु पर्छ हैन, कर लगाएपछि बल्ल चाहिँ अलि झन् नियममा चाहिँ बस्छन्। दुर्घटना कम गर्नको लागि यो चाहिँ गर्न एकदम जरुरी छ। नत्र अब 400-500 फाइन हुन्छ हैन, 500 अब कुनै नियम चाहिँ अब तोरियो 500 फाइन दिएर चाहिँ सजिलो तरिकाले चाहिँ अब काम गर्न अथवा सजिलो तरिकाले फेरि चाहिँ चलाउन पाइन्छ भन्ने कन्सेप्ट एउटा हुन्छ हैन। थोरै त छ 500, 500, 1000, 1500 खासै फरक पर्दैन। यसमा चाहिँ धेरै यसमा चाहिँ भराउनु एकदम जरुरी छ। तर बढाउनु जरुरी भन्दा नि यसमा चाहिँ कन्डिसन अब कस्तो छ, अब देशको चाहिँ अवस्था हैन, देशको चाहिँ बाटोको अवस्था कस्तो छ त्यो अनुसार चाहिँ भराउ चाहिँ राम्रो। पहिला देशको बाटो चाहिँ राम्रो गर्नुपर्छ, राम्रो गरेपछि बल्ल चाहिँ जनताले पनि ओहो बाटो त राम्रो छ, सबै राम्रो छ, हाम्रो सेवा सुविधा चाहिँ राम्रो छ, त्यसपछि फाइन तिर्दा पनि एउटा भित्रबाट मनबाट आउँछ। अब नेपाल सरकारले चाहिँ धेरै कुरा गर्नुभयो, धेरै चाहिँ बाटोघाटोको धेरै चाहिँ सेफ्टी तरिकाले चाहिँ बाटोघाटो चाहिँ बनाउनु भएको छ। त्यो सेफ्टी गर्दा गर्दै हैन, त्यो सुविधा दिँदै पनि यदि जनताले ट्राफिक नियमको पालना गरेन हैन, गरेन भने त्यतिखेर चाहिँ फाइन लगाउनु राम्रो हो। नत्र रोडको स्थिति यति खराब हैन, फाइन चाहिँ 5,000 देखि 1 लाखसम्म तिर्ने। अर्को कुरा यसमा चाहिँ मादक पदार्थ सेवन गरेर चलाउने चालकलाई चाहिँ लगभग धेरै खै 50,000सम्मको कुरा चाहिँ चल्दैछ। त्यति चाहिँ तिराउनु राम्रो हो, 1 लाख पनि तिराउनु राम्रो हो। किन भन्दाखेरि त्यो ड्राइभरले एकजना हैन, जसरी बस ड्राइभर भयो अथवा धेरै पेसेन्जरहरू बोकेर चलाउने ड्राइभरहरू हुन्छन्, त्यो ड्राइभरले एक्लैको ज्यान, उहाँको ज्यान त जोखिममा हुन्छ नै हुन्छ, तर उहाँ सँगसँगै त्यहाँ बसमा अथवा अन्य गाडीहरूमा 20 जना 25 जना 30 जना यात्री हुन्छन्, तिनको पनि ज्यान एकदम खतरा एकदम चाहिँ जोखिममा हुन्छ। त्यसको लागि झन् नियम कडा बनाउनु एकदम राम्रो हो, एकदम चाहिँ त्यसलाई म स्वागत गर्न चाहन्छु। अन्त्यमा चाहिँ सबै कुरा राम्रो बनाएर हैन, राम्रो सेफ्टी तरिकाले दियो भने बल्ल चाहिँ यो नियम लगाउँदा चाहिँ एकदम राम्रो हुन्छ, एकदम बेस्ट हुन्छ भन्ने पक्षमा छु। नत्र यत्तिकै चाहिँ हावातालमा हैन, अब कानुनको अध्ययन नगरिकन यत्तिकै हावातालमा 1-1 लाखसम्म 50-50,000सम्म फाइन लगाउनु चाहिँ एकदम उचित होइन, राम्रो होइन। यसमा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ धेरै छ। अध्ययन अनुसन्धान गरेर ट्रायल फेजमा अलि गरेर बल्ल चाहिँ यसलाई लागू गर्दा झन् राम्रो हुन्छ भन्ने मेरो धारणा हो। धन्यवाद।